त्यो डाँडा छेक्यो कुहिरोले बसमै आऊ बसौँ छेउमा। आज पोखरा बजार घुम्न जाने हिँडेको 10 बजीको गाडी नभएला जस्तो भएर हिँडेको यार। गाडी पाउँदैन यहाँबाट दौडिनु जाँदैछ। मेरो यात्रा अझै जारी नै छ। मेरो भावना नै यही दिन्छ। ओइ कान्छा I made this strong man. अहिले चाहिँ हाम्रो बसभित्र चाहिँ हामी खाली नै छौँ। हामी सिर्फ 2 जना मात्रै छौँ। ड्राइभर सायद 4 जना, सायद भेना, म, कन्ट्र्याक्टर, ड्राइभरजी। अहिले चाहिँ काम हुँदै भइरहेको छ। के भने यति के पुर्जी काटेछ के गर्ने लोगो नि हैन के हुन्छ र यति भएको कुरा नि ए ढिकी माल्छ न मजाको बस्न आएको आहा के हुने चुए के पनि हुन्न के यार म भनिदिन्छु निमले निगाले लान्छ लानु त डालो नि के हुँदैन के कहाँ नि त्यही पुर्जी काटेको हो यो त आफ्नो यो यसो हात लाउनु पर्यो पुर्जी ल्याए छ कि छैन भिरमौरीहरू त्यहाँ भिरौरी यहाँ त छैन होला अलि माथि पाउनुपर्छ। यो चाहिँ हाम्रो भुर्जुङला एरिया होइन। यो चाहिँ भुर्जुङला एरियामा चाहिँ यस्तो राम्रो घर बनिसकेको छ। अहिले चाहिँ घरबाट लगभग 30 मिनट जति हामी तल आइसकेको छ है। त्यसरी चाहिँ हामी हिँड्दैछ भनौँ बसमा होइन। स्टेट नम्बर 4 लेखेको छ। भुर्जुङला एरिया आइसकेको छ। ड्राइभरले खाना खाइरहेको छ है। Now we are visiting in Pokhara Tudkhel. Now brother-in-law have to shopping in shop. It's like good view. My camera lens is not good. But I could to capture good view. जलन दियो अझम जो त यो त गाजाको बुवाबाट बनेको के हो यो गाजाको बुवा हैन नि त We are asking how much price is this. धेरै उस भएन र दिदी यो त होइन होइन ब्लग स्योर हो नि तपाईँ त तपाईँ साउने भयो नि नआउने भयो त किन नआउने मेरो एपाङ युट्युब च्यानल छ एपाङ युट्युब च्यानल छ त्यो तब अझ पनि यो त राम्रै छ त मलाई पनि मन पर्यो यो साँच्चै हो दिदीको पसलमा चाहिँ त सबैजना सपिङ गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ एकदमै कपडाहरू चाहिँ मिलाएर दिनुहुन्छ। धम्बुस सपिङ सजन फेन्सी है। हामी फेन्सी चाहिँ फेन्सीको नाम चाहिँ यो चाहिँ राम्रो छ। टुडीखेलदेखि अलिकति माथि होइन यो चाहिँ एकदमै सस्तो मिलाएर दिन्छ क्या यहाँ चाहिँ दिदीले चाहिँ राम्रो छ। अनि भेनाले पनि भर्खरै यो गाजाबाट बनेको होइन एउटा हुड चाहिँ किनिसकेको छ जसमा चाहिँ उहाँले चाहिँ 2000 भन्नुभएको थियो अन्तिममा आएर 1400मा चाहिँ मिलाएर दिनुभएको छ है। सबैजना चाहिँ भिजिट गरिदिनु होला है। क्वालिटी एकदम है राम्रो खालको जुत्ता चाहिँ छ। हाम्रो दिदीले चाहिँ सेल गर्दै हुनुहुन्छ।
अहिले चाहिँ म भिना र म चाहिँ यसरी बगल एरियातिर यसरी हिँडिरहेको छ जुन बगलमा चाहिँ राम्रो पाइन्छ यसरी चाहिँ भइरहेको छ है त यसरी आयो यो च्यानललाई सब्सक्राइब गरिदिनु होला आदरणीय एउटा बहिनीले पनि फोन गरिरहेको छ आफ्नो बाटो है केरा फलफुलको सपिङ यसरी भइरहेको छ हेल्थको लागि राम्रो हुन्छ यो है SLICE पढिरहेको छ यो एरो Brown Valor. We just arrived Pokhara long distance price bull. So la 22 करोड़ बुल होता है 22 करोड़ दिन दिए तो मैं सिर्फ खाला लगी क्या खाला लगा ए कुकुरको कान हेर्नु न साथी यस्तो कान कहिले यसो देखेछन् होला है हामी अहिले चाहिँ म यो पोखराको यो लङ यो झोलङ्की पुलमा हामी आइसकेको छ है यो यस्तो छ भलामको है यो भलामको दृश्य हो यस्तो छ म पोखरा रेडी भइसक्यो भलामको यो पुलमा चाहिँ लगभग धेरै आयो 4-5 चोटि मात्रै आयो होला मेरो विचारमा है यस्तो छ मेरो भेना त्यहीँनिर छ अनि यसरी चाहिँ म चाहिँ हिँड्दैछौँ भनौँ होइन जिन्दगी आफ्नै हुन्छ कसरी जिउनु पनि आफैमा डिफ्रेन्ट पनि कुरो हो यस्तो छ त्यहाँ मान्छेहरूले माछा पनि मारिरहेको छ कि माछा है खोलामा चाहिँ यसरी माछा मारिरहेको छ माछा के फिट में लो है खानी जाए खाने अरे क्यों ओजम छ भन्दा रिङ जान्छ रिङ जा हो होला नेपाली आइज नि त यार 312 मिटर हो सरी लगभग 200 त मिमलाई 200 म Sizce? Şey mi ama? Evet. Sizce amalin murim şey er. हामी भलामको उकालोतिर छौँ भलामको उकालो चढ्दैछौँ गाह्रो छ है हेर है दाजुभाइ यसरी यो ठाउँै राम्रो छ कि पोखराबाट आइज तपाईँले घुम्नुपर्ने ठाउँ चाहिँ एउटा एउटा रोमान्टिक ठाउँ चाहिँ भलामै हो कि
भलमको दृश्य है। पोखरा नजिकको पर्यटन क्षेत्र चाहिँ एउटा यो भलम एरिया पनि पर्छ होइन, जहाँ चाहिँ धेरै देशका प्रदेशका होइन ठाउँका मान्छेहरू घुम्न चाहिँ आउने गरिन्छ है। यस्तो छ भलम दृश्य। आयो भलम। भेना अगाडि जाँदाखेरि तर मान्छे मजा अलिकति हेन्ची छ है। हेर्नुहोस् त राम्रो आएको छ कि, यस्तो हेरेर मान्छे नपटाउने कुरै छैन त होइन। हेर्नु त कोही घर बन्दैछ है, अपार्ट के भन्छ त्यो चाहिँ बनाए एपार्टमेन्ट के हो के भन्छ होइन। नवीन किराना पसल आज हाम्रो भेनाको बहिनी घरमा हामी बस्नेछौँ। भोलि चाहिँ हामी बेसर जानेछौँ है। भोलिको भिडियोमा म सबै कुरा देखाउनेछु। अहिलेको लागि चाहिँ म यही भन्न चाहन्छु, आजको भिडियो यति नै हो। तपाईँले सुरुदेखिसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ होइन। यसरी लाइक सेयर सब्सक्राइब गरिदिनु होला। तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरे मात्रै म नि अलिकति मोटिभेट हुन्छ होइन। भिडियो बनाउने इच्छा चाहिँ जागरण हुन्छ क्या है त। सी यू नेक्स्ट भिडियो। त्यो डाँडा छेक्यो कुहिरोले बसमै आऊ बसौँ छेउमा जमसमै बजारमा हजुर वा अबि आउँ ल। सदिरलाको जग्गा यही हो ल दाजुभाइ दिदी पनि। ल म सुर्का देखाइदिन्छु, मन परेमा 80 लाख दिन आउनु होला। यति चिल्यो हाम्रो रोड हो मणिमा त, रोडले गर्दा 70 लाख परेको यो होइन। ठाउँ त फेरि बबाल छ नि त। हेर्नु त पहिरो सर औला छैन, आनन्द छैन, ओहो गजबको छ त। सुगोला हालिदिनु 2 करोड मलाई हेर सुर्का एउटा दुईवटा तिनवटा 2 करोड बढी भन्दा भलम एरिया है। भलम एरिया ओ डर लाग्ने कुताएर गयो यार। सरकारी स्कुलमा हो ए हेर सिन त भलम त राम्रै छ यार। तर मैं सिचारी सपलाने एकदम बड़ा होने